सत्यको बाणी यो तिम्रै लागि हो, गरिब र धनी सबैको लागि जीवनको पानी हो। मेरो घर लमजुङ उत्तर कन्या गाविस अनि वार्ड नम्बर 7 अनि फुल्नो गाउँमा मेरो जन्म भएको हो र मेरो जन्म चाहिँ एउटा पुरोहितको खानदानमा मेरो जन्म भएको थियो र मेरो बाजे मेरो बुवा एकदमै साउथ कोरियामा अनि नाम चलेको कहालिएको एउटा पुरोहित थियो। म गोठै मेरो घर जस्तो हुन्थ्यो। म गोठमा हुर्कियौँ, गोठमा बस्यौँ। म राम्रोसँग घाँस दाउरा गर्ने अनि गाई भैँसी पाल्ने अनि गोरु जोत्ने खेतीपाती गर्ने गर्दै म बच्चैदेखि गोठमै हुर्कियौँ। दुःखको कुरामा धेरै पढ्नु पाइएन। मैले 3 कक्षासम्म म पढेको थिएँ। त्यहाँदेखि म 13 वर्षको हुँदाखेरि मेरो बाप बित्यो। मेरो बाप बित्दाखेरि अनि साउथ कोरियाको मान्छेहरू गाउँको मानिसहरू धेरै शोकमा थियो। अब यति ठुलो जान्ने अनि एउटा पुरोहित मान्छे बित्यो भनेर धेरैले शोक गरेको थियो। अब खोइ के गर्ने। अब भुतमान गएन पछि दलबदर त्यो जाँग्री थियो बाह्र त्यो बुढाहरूले के हो अब उहिलेको बुढाहरूले यसो गरेछ। खै त के गर्ने त। अब आफै पछि आफै सम्झिन्छ। पहिले बाजेहरूले यसो गरेको साडु बोलाएको भनेर ल अब खोइ के गर्ने। अब साडुहरू बोलाउनु पर्ने थियो। खोइ अब के गर्ने बच्चाहरूले नातिहरूले। म 13 वर्षको हुँदाखेरि मैले पुरोहितको काम राम्रोसँग सिक्नु पाइएन। अनि बासँग अलिअलि अनि म सिकेको थिएँ। त्यहाँबाट गाउँको रखुबार गर्ने, घरको रखुबार गर्ने, पुतला निकाल्ने अनि विभिन्न ठाउँहरूमा गएर साधु बोलाउने अनि धेरै टाढा टाढाबाट अनि मलाई लिन आउँथ्यो।
मृवामिदे सुजग ब्रोमे चेली गरबे रामी रिबे जगमरो मनये सोरमे सुये सुये पुरसे कोया गिगे मुगरा सोरमे सुये कोया मरो मनये सोरबे क्रोयोलो क्रोशमे सिठो रखेरो मैठो रखेरो छागा भीबमे थेबमे सोये थेबे मुगरे वेबे रिबु म्योबो चोये नाराग थेमे म्योबो चोमे निजे नाजे काबले तो शमे युजे छोरा टांडिए फिराला ठाडो रासे छोडी ममे म चाहिँ अनि काबल सौरभ भन्ने ठाउँमा म सधैँ त्यहाँ चाहिँ वर्षै पछि त्यहाँ गाउँको रोखबार गर्न जान्थ्यौँ अनि त्यो जिमालको घरमा ठुलो आँगन छ हामी जहिले पनि त्यहाँ जग्गा थाप्थ्यौँ अनि अहिलेको मेरो श्रीमती चाहिँ अनि त्यहाँ हामी चिनाजाना भयौँ अनि त्यहाँबाट मैले हामी परिचय भयौँ त्यहाँबाट हामी चाहिँ भागी विवाह भनौँ अब अनि उहाँसँग परिचय भएपछि हामी मिलेर हामी भागेर आएर हामी बिहा गऱ्यौँ 41 सालमा हाम्रो बिहा भयो अनि बिहा भएपछि हाम्रो पहिलो सन्तान जेठा छोरा जन्मियो अनि धेरै दुःख थियो त्यो बेलामा बुवा चाहिँ नि अब पुरेज मान्छे धेरै ठाउँमा हिँड्न पर्ने अनि म चाहिँ सानो बाबुहरू लिएर घरमा यसरी अनि सबैको मकै रोपिसक्ने अनि हाम्रो त अब यसो मान्छे खोज्दा पनि अनि नपाउने गाह्रो हुने तपाईँको श्रीमान चाहिँ नि बाहिर हिँड्ने हामीले बोलाउने भन्थ्यो मलाई धेरै दुःख लाग्थ्यो अनि 3 जना छोरा पायो 3 जना छोरा भयौँ अनि त्यहाँबाट त्यो बच्चाहरू अनि हुर्किने क्रममा हुर्किएपछि अलिकति कोही 3 वर्ष कोही 5 वर्ष कोही 6 वर्ष अनि भएपछि अनि घरमा आर्थिक कुराको समस्या पर्यो अनि त्यहाँबाट रुपियाँ पैसाको अनि आवश्यक पर्यो त्यहाँबाट मैले फेरि अनि एक पटक चाहिँ म अरब जान्छु भनेर अनि मैले निर्णय गर्यो अनि त्यहाँबाट फेरि मैले पासपोर्ट काटेर म अरबको बहरेन भन्ने ठाउँमा म गएँ त्यहाँबाट म 1 वर्षसम्म त्यहाँ बस्यौँ अनि महिनामा सेलेरी थापेपछि जान लिएर आउँथ्यो रक्सी लिएर आउँथ्यो अनि हामी यसरी पैसा पाएपछि सँगै बसेर मासु रक्सी गरेर हामी यसरी अनि खान्थ्यौँ यसरी पिउँथ्यौँ यसरी मोज मस्ती गर्थ्यौँ र 1 वर्षपछि अनि एकजना रुकुमको एकजना भाइले अनि हामी यसरी सिनेमा हेरेर फिल्म हेरेर खाएर पिएर यसरी के मोज मस्ती गर्नुभन्दा दाइ अनि चर्चमा जाउँ चर्चमा गयो भने अनि त्यहाँ इङ्ग्लिसहरू आउँछ अनि त्यहाँ राम्रो अनि प्रभुको वचनहरू सुन्न पाउँछ भनेर उहाँले मलाई भन्नुभयो अनि मैले चाहिँ अब सबैभन्दा राम्रो धर्म त हिन्दू नै हो सबैभन्दा राम्रो धर्म बुद्ध नै हो तर त्यहाँ जाँदैमा क्रिस्चियन त हुँदैन होला अनि म एकपल्ट चाहिँ जे होस् जान्छु अथवा म चाहिँ अनि त्यहाँ गएर म एउटा पुरै गुरुङहरूलाई
अनि अर्घुम गरेर गुरुङहरूको पित्र स्वर्ग तार्ने व्यक्तिमा होइन गुरुङहरूको सबैभन्दा ठुलो मुख्य व्यक्तिमा अनि म त्यहाँ गएर अनि बाइबलको कुराहरू पढेर म त्यसको पनि म गल्ती निकाल्छु अनि त्यसको पनि म खण्डन गर्छु भनेर म चर्चमा गएको थिएँ। अनि चर्चमा जाँदाखेरि अनि चर्चमा पुग्यौँ त्यहाँनिर अनि फिलिपिनको मान्छेहरू रहेछन् अनि कोरियाको मान्छेहरू रहेछ इन्डियाको मान्छेहरू रहेछ अनि नेपालीहरूको पनि एउटा समूह झुन्ड रहेछ। अनि म त्यहाँ पुग्दाखेरि चिनन जानका मानिसहरूले मलाई ब्रादर भन्छ, मलाई ढ्याउ मार्छ, सबैले आङ्गलो मार्न आउँछ, सबैले हात मिलाउन आउँछ। म तिनीहरूको त्यो माया त्यो प्रेम त्यो वास्ता देखेर म अचक्क परेँ। अनि बेलुका चाहिँ अनि हाम्रो नेपालीहरूको एउटा सेवा रहेछ सङ्गति रहेछ। अनि मैले चाहिँ म त्यहाँ बस्यौँ अनि त्यहाँ चाहिँ म त्यहाँ बस्दाखेरि अनि त्यो आहा कति मिठो वचन भन्ने गीत गाउँदै रहेछ। मलाई त्यो गीतले चाहिँ एकदमै मेरो हृदयमा छुयो। मलाई कस्तो लाग्यो र परमेश्वरको त्यहाँबाट मैले परमेश्वरको वचन सुन्यौँ। अनि त्यहाँबाट म त्यहाँबाट फेरि सबैजनाले अनि अर्को हप्ता पनि आउनुहोस् ब्रादर भन्छ, अर्को हप्ता पनि आउनुहोस्, यो बाइबल पढ्नु भन्छ। मलाई बाइबल किनेर दियौँ अनि फेरि मलाई फेरि पनि आउनु भनेर सबैले अनुरोध गऱ्यौँ। अनि फेरि म अर्को हप्ता पनि गयौँ। अनि फेरि अर्को हप्ता गयौँ, म धेरै कुरा फेरि केही कुराहरू मैले बुझ्ने मौका पायौँ। फेरि अर्को हप्ता गयौँ, म लगातार निरन्तर म चर्चमा जानु थालेँ। अनि मलाई अनि पछि चाहिँ म कहिले शनिबार आउँछ चर्चमा जाला जस्तो मेरो हृदयमा मेरो मनमा यस्तो खालको जुन जोस अनि आउन थाल्यो। म बिमारी भएर चर्चमा गएको थिएन, म रोगी भएर गएको पनि थिएन। अनि म चाहिँ आफै आफ्नै खुसीले म चर्चमा गएको थिएँ। तर चर्चमा गएपछि अनि मलाई चर्चमा गएपछि अनि त्यो परमेश्वरको वचनले अनि चर्चको परमेश्वरको वचनले अनि त्यहाँको भोजन कोरसहरूले अनि मेरो हृदयमा अनि बिस्तारै अनि काम गर्न थाल्यो। अनि कसैको करकापमा होइन, कसैको जबरजस्तीमा होइन, मैले एकदमै अनि त्यहाँबाट राम्रोसँग बुझेर अनि राम्रोसँग पढेर अनि मैले धेरै महिनासम्म अध्ययन गरेर अनि मैले प्रभु यीशु ख्रीष्टलाई अनि विश्वास गरेँ। अनि त्यहाँबाट मेरो जीवनमा अनि त्यो प्रभु पछि मैले प्रभुलाई मेरो हृदयले अनि विश्वास गरेँ, मुखले स्वीकार गरेँ। मैले ग्रहण गरेपछि मेरो जीवनमा एक प्रकारको मलाई अनि छाँगाबाट खस्या जस्तै लाग्यो। अनि केही भोजले थिचेर राखे जस्तो लाग्थ्यो, तर पनि मेरो लाग्थ्यो। तर मैले प्रभु यीशु ख्रीष्टलाई आफ्नो मुखले स्वीकार गरेँ अनि हृदयले विश्वास गरेँ। ग्रहण गरेपछि मेरो जीवनमा एकदमै अनि हलुका भएको अनि महसुस गरेको थियो। प्रभुले पाइसकेपछि उहाँले चिठी पठाउनु भयो मलाई। अनि अब चाहिँ नि मैले यीशुलाई विश्वास गरेको छ, तिमीले पनि विश्वास गर भनेर चिठी पठाएको थियो है। अनि त्यहाँबाट म पहिल्यै वाक्कै भइसकेको उहाँको जीवनहरू देख्दै। अब उहाँको लागि त ठिकै थियो नै, मेरो लागि त धेरै गाह्रो थियो। किनभने उहाँ त अब जहीँ गए पनि खान पाउने, अब डुल्न पाउने, उसलाई त राम्रो थियो होला है। तर पनि मलाई चाहिँ नि धेरै दुःख थियो घरमा। अब बालबच्चा स्याहार्ने अनि काम गर्न पर्ने, अब गाई बस्तु थियो, त्यसै कारण मलाई धेरै दुःख थियो। पछि उहाँ विदेश जानुभयो। विदेश गएर आएपछि अनि त्यहाँ गएपछि उहाँले विश्वास गर्नु होइन, उहाँले चिठी पठाएपछि मलाई केही अप्ठ्यारो भएन। मलाई पनि एकदम
अनि त्यहाँबाट नि मैले उहाँले जुन बेलामा उहाँले मैले यीशुलाई विश्वास गर्यो भनेकोदेखि मैले पनि बेलुका सुत्दाखेरि यीशुलाई म पनि सम्झना गर्यो यीशुलाई। अनि हाम्रो गुरुङ भाषामा पित्र स्वर्ग तार्ने भनेको अनि लनासा हेर्नासा भन्छ। अनि लनासा हेर्नासा भनेको घामलाई घाम र जुनलाई लनासा हेर्नासा भन्छ। त्यसको मतलब हो अनि स्वर्ग स्वर्ग अनि स्वर्ग भनेको चाहिँ अनि घाममाथि जुनमाथि अनि स्वर्ग चाहिँ अनि त्यसलाई स्वर्ग भन्नुहुन्थ्यो है। त्यसै कारणले गर्दा अनि मलाई बाइबल पढेपछि मैले साँचो प्रभुलाई चिनेको छैन रहेछ भन्ने महसुस अनि मलाई अनि भयो। अनि त्यहाँबाट मैले अनि प्रभु यीशु ख्रिस्टलाई अनि साँचो रूपले मेरो उद्धारकर्ता मेरो मुक्तिदाता भनेर मैले प्रभुलाई ग्रहण गरेँ। अनि त्यहाँबाट मैले अनि बप्तिस्मा अनि लियौँ। किनभने म चाहिँ कहिले पनि घर बस्ने थिएन। म ढाङ्ग्रो ठडाएर अनि जखना हेर्दै अनि आछेदा हेर्दै उतै अनि जलबुट जलमसान गर्ने, गाउँको रखुबार गर्ने, घरको रखुबार गर्ने, साधु बोलाउने, पुतला निकाल्ने, यस्तो थुप्रै त्यस्तो काम गर्दै हिँड्थ्यो घरमा। म अनि म 10 दिन 15 दिन 20 दिनमा म आइपुग्थ्यौँ। अनि म त्यसरी हराएर उतै हराएर हिँड्थ्यौँ। केटीहरूसँग बोल्थेँ अनि फकर बोल्थेँ, उनीहरूसँग मजाले अनि फकर बोलेर मोज मस्ती गरेर अनि हिँड्थ्यौँ म। अनि त्यसै कारणले गर्दा अनि मेरो श्रीमती घर आउँदाखेरि एकदमै रिसाएर अनि बस्नुहुन्थ्यो। अनि किनभने म घरमा काम गर्ने थिएन। अनि टेप रिकर्ड बजाएर हिँड्थ्यो। अनि केटीहरूको गीत रिकर्ड गरेर आउँथ्यौँ। अनि मेरो श्रीमती एकदमै घरमा रिसाएर बस्नुहुन्थ्यो। त्यसै कारणले हाम्रो श्रीमान श्रीमतीको बिचमा एकदमै कहिल्यै पनि मिलाउ हुने थिएन। अनि सधैँ झगडा भइरहन्थ्यो। त्यसै कारणले गर्दा म प्रभुलाई मेरो हृदयबाट म धेरै अनि प्रभुलाई धन्यवाद दिन चाहन्छु। अनि परमेश्वरले यस्तो अचम्म प्रकारले अनि परिवर्तन गर्नुभएको छ। अनि म प्रभुलाई धेरै अनि धन्यवाद दिन चाहन्छु। अनि किनभने अनि उद्धार प्रभु यीशुमा मात्रै रहेछ, मुक्ति प्रभु यीशुमा मात्रै रहेछ, अनि बाटो सत्य र जीवन यीशु ख्रिस्ट मात्रै रहेछ भन्ने कुरो मैले बुझेँ। मलाई यीशु पायो भनेपछि मैले पनि जहिले पनि अनि यीशु मेरो श्रीमानले जुन यीशुलाई मान्यो, मैले पहिला त्योभन्दा 2-3 वर्ष पहिला नै सानो पत्रिकाहरू पाएको थियो। अनि त्यहाँ पढ्दाखेरि म भैँसी चराउन जब हामी भैँसी चराउने ठाउँमा हिँड्थ्यौँ, गाई चराउने ठाउँमा गोठालो जाँदाखेरि म पढ्थ्यो। मलाई धेरै राम्रो लागेको थियो र पनि श्रीमानले त्यसो भन्दा मलाई धेरै प्रभु यीशुको नाम लिएपछि त्यहाँबाट 50 सालमा लमजुङ बेसार भन्ने ठाउँमा झऱ्यो है, माथि लेकबाट। त्यहाँबाट मेरो छोराहरू सबै त्यहाँ स्कुलमा भर्ना गरेर त्यहीँ पढ्यो। अनि 50 सालमा मैले प्रभु पाएँ। मैले आरबमा गएर अनि रुपियाँ पैसा धन सम्पत्ति पाउनुभन्दा पनि मैले प्रभु यीशु ख्रिस्टलाई अनि पाएँ। त्यो नै मेरो लागि एकदमै खुसीको कुरा भयो। मलाई त जब मैले प्रभु पायो धेरै अनि राम्रो महसुस भयो। मलाई धेरै हल्का सबै कुरा खुसीको दुःखमा पनि है। पहिलाको समयमा कस्तो सोच्थ्यो भने अनि मेरो जिन्दगी नै कस्तो होला, श्रीमान पनि यस्तो अब साह्रै डुल्ने, अब म बच्चाको आमा कस्तो खालको मान्छेसँग पऱ्यो म भनेर मलाई धेरै दुःखी हुन्थ्यो। जब मैले प्रभु पाएपछि अनि मलाई धेरै राम्रो लाग्यो। मेरो श्रीमान हामी सँगै प्रार्थना गर्ने। अब पहिला त कति झगडा भइरहन्थ्यो नि त, तपाईँ यसरी हिँड्यो म बच्चाको आमा भनेर हामी धेरै झगडा हुन्थ्यो। अनि पछि चाहिँ नि हामीले प्रभु पाएपछि धेरै परमेश्वरको प्रेम पाएपछि म पनि धेरै मैले पनि पश्चाताप गरेँ। मैले पहिला यो कुरा सोच्थ्यो, अहिले प्रभु पाइसकेपछि मैले अनि यो कुराहरू नसोच्ने कुराहरू सोचेको रहेछ। अहिले चाहिँ हामीले प्रभु पाइसकेपछि धेरै खुसी भयो। 10 वर्षको अन्तरालमा म अनि आरबबाट अनि फिनिस अनि भएर आयो। म अब नेपालमा गएर आफ्नो देशमा गएपछि अब पहिला मैले जहाँ मैले
झाँक्री काम गरेर हिँडेका थियौँ। अनि त्यही ठाउँमा गएर म प्रभुको सेवा गर्छु, सुसमाचार सुनाउँछु भनेर एउटा ठुलो दर्शन बोकेर अनि दर्शन लिएर म नेपाल फर्क्यौँ। अनि नेपाल फर्किएपछि अनि हाम्रो ठाकुर दाइले मलाई धेरै बसेन। अनि आएर 1-2 महिनाभित्रै मलाई बनेपा हार्भेस्ट तालिममा पठाउनु भयो। म त्यहाँ 4 महिनाको तालिम सिद्ध्याएर आएपछि लकतै मलाई दमोलीमा हाम्रो एजी मण्डली छैन, अनि त्यहाँ चाहिँ हाम्रो एजी मण्डली सुरु गर्नुपर्छ तीर्थ भाइ भनेर मलाई सल्लाह दिनुभयो। र म त्यहाँबाट हाम्रो ठाकुर दाइले 2060 सालको पुसको महिनामा मलाई दमोली 20 घरे भन्ने ठाउँमा एउटा सानो कोठा लिएर मलाई त्यो ठाउँमा राखेका थियौँ। अन्तसम्म सहायता गर्नुभएको लागि अनि प्रभुलाई धन्यवाद दिन चाहन्छौँ। र हामी आज उहाँहरूको लागि प्रार्थना गरिदिनको लागि अनि आशिष मागिदिनको लागि अनि सुरक्षाको लागि रक्षाको लागि प्रार्थना गरिदिनको लागि र उहाँहरूको लागि प्रार्थना गरिदिनको लागि हामी आज यो ठाउँमा भेला भएका छौँ। म धेरै अनि पढ्न चाहँदैनौँ र यो पवित्र धर्मशास्त्र बाइबल अनि उत्पत्तिको 13 अध्यायको 17 पददेखि छोटो म केही भन्न चाहन्छौँ। अनि उठ देशको चारैतिर जा, अनि किनकि म तँलाई दिनेछु। अनि तब अब्राहमले आफ्ना पाल सारे र हेब्रोनमा भएका माम्रोको फलाडका रुखहरूमा अनि आए। अनि त्यहाँ आएर त्यहीँ बसोबास गर्न लागे। अनि त्यहाँ परमप्रभुको निम्ति अनि तिनले एउटा बेटी बनाए। आमेन। मलाई राति एक प्रकारको मलाई चिन्ता भनौँ कि अब के भन्ने, मलाई अब ठाकुर दाइ त अब उठेर जान्छ,
अब भोलि अब म त धेरै पढेको छैन, म 3 कक्षा मात्रै पढेको छ। मैले प्रभुको सेवा कसरी गर्नु सक्छ, कसरी गर्ने भनेर मलाई धेरै चिन्ता भयो। के प्रभु अनि मैले यो तपाईँको सेवा गर्नु सक्छ, मैले यो काम गर्नु सक्छ प्रभु? यदि तपाईँको इच्छा छैन भने प्रभुजी मलाई क्यान्सल गर्नुहोस्, नै त भने म त कम पढेको छ प्रभु भनेर मैले अनि प्रभुसँग प्रार्थना गरेँ। अनि प्रभु त्यहाँबाट म प्रार्थना गर्दा 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 गर्दै म चाहिँ एकदमै आवाज निकालेर अनि म त रुनु थालेछ, कराएर रुन थालेछ। अनि पछि ठाकुर दाई पनि बिम्जियो। अनि ठाकुर दाईले मेरो टाउकोमा हात राखेर मलाई प्रार्थना गर्नुभयो। र अनि बिहान उज्यालो भएपछि हाम्रो ठाकुर दाई अनि उठेर जानुभयो। अनि म चाहिँ खाना खाएर अनि पर्जा लिएर फेरि उता अनि पर्जा बाँडेर हिँड्दै थियौँ। अनि एकजना बाहुनी दिदीले मलाई बेसमारी गाली गर्यो, यहाँ यस्तो क्रिस्चियनहरू कति गयो, कति आयो, कति गयो, यहाँ प्रचार गर्नु पाउँदैन, यसरी पर्जाहरू दिनु पाइँदैन भनेर मलाई अनि हकार्यो। अनि त्यहाँबाट फेरि म फर्केर म कोठामा आयौँ। अनि त्यहाँबाट मैले साँच्चै भन्नुपर्दाखेरि मलाई आर्थिक खाँचो थियो, आर्थिक समस्या थियो। अनि मलाई अनि 1500 हेर्थ्यौँ, मलाई 15 दिनमै सिद्धिन्थ्यो। र पनि मैले एकदमै आफ्नै खाएर अनि यो डमुलीको बिचघरे भन्ने ठाउँमा मैले अनि सेवामा निरन्तर लाग्यौँ। अनि म कहिल्यै पनि मैले अनि दाल तरकारी पकाएर खाइनँ। मैले कि त दाल मात्रै कि त तरकारी मात्रै। अनि बिहानै पकाएर राख्थ्यौँ तरकारी, अनि बेलुका भात मात्रै पकाएर खान्थ्यौँ। अनि प्रचारमा गयौँ फेरि बिहान भात अलि धेरै पकाएर राख्यौँ, बेलुका तरकारी मात्रै पकाएर खान्थ्यौँ। यसरी अनि धेरै सङ्घर्ष, धेरै प्रार्थनापछि, धेरै उपवासपछि, धेरै सङ्घर्षपछि अनि परमेश्वरले बिस्तारै मलाई अनि आत्माहरू दिनुभयो। मलाई रूपथान हुनुभएको हो भनी विश्वास गर्दछु। अब उहाँलाई म मेरो व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि स्वीकार ग्रहण गर्दछु। आउनुहोस्, मेरो हृदयमा वास गर्नुहोस्। अबदेखि तपाईँको आज्ञा पालन गर्न, वचन पालन गर्न मलाई सिकाउनुहोस्। डमली आउनेपछि म 2060 सालमा मेरो श्रीमान आउनुभयो। मेरो माइला छोरा र कान्छा छोरा त्यो बेलामा 9मा पढ्दै थियो। म चाहिँ नि 62 सालमा है। मेरो श्रीमानले अनि 2060 सालबाट उहाँले जिरोबाट अनि सुरु गर्नुभएको है। अनि सुरु गर्नुभएको त्यहाँबाट म बेलामा कहिले यसो आउँथ्यो। जब मेरो त्यो दुईटै छोरी इसलजी दिएपछि, छोराहरू इसलजी दिएपछि बल्ल म 62 सालमा हामी सँगै श्रीमान श्रीमतीसँगै बसेर सेवा सुरु गऱ्यो। अनि सेवामा मैले उहाँसँग मिलेर सेवा गर्ने अवसर पायो। अनि हामी दुःखरी सेवा गऱ्यो। त्यो बेलामा हाम्रो धेरै आश्रयहरू थिएन, बच्चाहरू पनि अनि केही पनि थिएन है, आश्रयहरू पनि थिएन। धेरै दुःख, मेरो श्रीमानले धेरै दुःख गरेर उहाँ कहिले पनि बस्नुहुन्थेन। अनि प्रभुले बिस्तारै मलाई धेरै आत्मा दिनुभयो। म सानो कोठामा गर्थ्यौँ, त्यहाँ नआँटेपछि तल्लोको सेडर कोठा लियौँ। अनि त्यहाँ पनि नआँटेपछि मलाई अनि हार्भेस्ट सेन्टरले एउटा 4 जग्गा किनिदिएको थियौँ। म फेरि अहिले चाहिँ त्यो ठाउँमा हामी सेवा गर्दैछौँ। त्यो ठाउँमा हामी सानो डेरा बनाएर अनि अस्थायी चर्च बनाएर हामी त्यही ठाउँमा अनि सेवा गऱ्यौँ।
जहिले पनि उहाँ सुसमाचारमा हिँडे। एक दिनमा ल तिमी आउनु पर्यो, आऊ म भरतपुर जानु पर्यो, म आउँदाखेरि उहाँ हुनुहुँदैछ भने यो फलाना ठाउँमा यसरी आउनु, रेड क्रसको अगाडि झर्नु अनि भनेर भने म रेड क्रसको अगाडि झरेको अनि उहाँ हुनुहुँदैछ। कता यहाँको दाइ कता जानुभयो भनेर त्यो एउटा नानी गिटी कोटिरहेको रहेछ, उहाँसँग सोधेको। त त्यो दाइ त कहिले पनि घरमा बस्दैन, 8 बजेपछि झोलो बोकेर हिँडिहाल्छ, कता जाने हो कता जाने हामीले थाहा हुँदैन। दिदी अब 4-5 बजेपछि आउँछ भनेर म ठ्याक्कै 4 बजे पुगेको थियो, यहाँ आइपुगेको थियो लमजुङबाट। अनि कता जहिले पनि कहिले पनि बस्नुहुन्न उहाँ त, जहिले पनि 8-9 बजे खाना खाएर झोलो भिरेर गइहाल्छ। कता हो कता खोइ मैले सोध्दैन, कता गएर आउँछ भनेर मेरो मनले सोच्यो सुसमाचारमा हिँडेको होला भनेर सोच्यो। अनि एकछिनपछि उहाँ आउनुभयो अनि सुसमाचार सुनाएर अनि म जहिले पनि कहिले पनि बस्दैन, म सधैँ म हिँडेको भने उहाँले भन्नुहुन्थ्यो। हामीले बसेँ, म 2 दिन बसेर फेरि लमजुङ फर्कियो है, अब बाबुहरू त्यहीँ थियो। म एउटा रुखे माला लगाउँथ्यो, तर मेरो जीवनमा अनि कति पनि परिवर्तन थिएन। अनि मेरो जीवनमा कति पनि अनि परिवर्तन थिएन। अनि मैले अनि पुतला निकाल्दाखेरि अनि धौसीको काँडाबाट अनि त्यो चराको ठोनबाट मैले पुतला निकाल्थ्यौँ। तर त्यो मरेको चराको ठोनले कहिले पनि पुतला निकालेर ल्याउन सक्नुहुन्न। तर अनि त्यो चाहिँ पुरा मेरो हातको सफाइ थियो। अनि मैले त्यो फल्नको यसरी चिनो खोजेर ल्याऊ भनेर ढाङ्ग्रो ठडाएर जाप पढेर अनि जाप पढेर अनि लो खोजेर लो अनि के भन्छ पुलको मुनि छ भने होइन, मार गला मुई गलाले ओपोको भन्छ होइन। अनि नदी पानी मुनि छ भने छेर भएर खोजेर ल्याऊ भनेर मैले भन्नुहुन्थ्यो होइन। अनि यसरी अनि त्यो पुतला निकाल्दाखेरि चाहिँ नाना भाँजी भनेर अनि जाप पढ्थ्यौँ। अनि मैले त्यो चाहिँ सबै अनि हातको सफा थियो, सफा गर्थ्यौँ। अनि त्यो पुतला चाहिँ मैले मेरै हातमा समातेर राख्थ्यौँ। अनि त्यो ढाङ्ग्रो ठडाएर अनि यता र उता हेर्थ्यौँ, म कामदै ढाङ्ग्रो ठडाएर यता र उता हेर्थ्यौँ। अनि यता त्यो झालको दुलोतिर थाबे जस्तो गर्ने, कहिले ढोका जस्तोतिर थाबे जस्तो गर्ने। अनि त्यो चाहिँ सबै कुरो मैले पहिल्यै घरबाटै बनाएर रेडी बनाएर लान्थ्यौँ। अनि त्यसरी मैले झुक्क्याएर अनि मैले खाने काम गर्थ्यौँ। मैले त्यसरी सिधै झुक्क्याएर मैले पुतला निकाल्थ्यौँ। अनि पछि चाहिँ मैले बिमारीहरूको चाहिँ अनि त्यो बिमारी चाहिँ सुनेको छ भने अनि चिसो माटो राख्थ्यौँ। अनि पानीले भिजाएर चिसो माटो राख्थ्यौँ। अनि त्यसको यो आइडिया चाहिँ कसरी गर्थ्यो भने अनि गुर्सिनीहरूको चिनो निकाल्नु छ भने गुर्सिनीहरूले कस्तो खालको कपडा लगाउँछ, अनि छेत्री बाहुनहरूको पुतला निकाल्नु बोलाउँछ भने छेत्री बाहुनहरूले कस्तो खालको कपडा लगाउँछ, अनि मगरहरूको अनि पुतला निकाल्नु छ भने मगरहरूले कस्तो खालको कपडा लगाउँछ। मैले त्यो अनुसार अनि पहिल्यै अनि तयारी पारेर लान्थ्यौँ। अनि त्यो मान्छे सुकेको छ भने अनि मैले अलिकति खरानी राख्थ्यौँ। त्यहाँबाट आफ्नो नङ्गाहरू काटेर अनि राख्थ्यौँ। अनि त्यो जात अनुसारको कपडाहरू अनि च्यातेर डल्लो बनाएर पुरा बालले बेरेर डल्लो बनाएर टक्क पहिल्यै घरबाटै मिलाएर अनि लान्थ्यौँ। मान्छेलाई झुक्क्याएर खाने काम गर्थ्यौँ। अनि मैले नारी हेर्दाखेरि मैले नारी हेरेर बिमारीको भविष्य बताउनु पर्थ्यो।
अनि मैले आक्षेता हेरेर मानिसहरूको भविष्य बताउनु पर्थ्यो। अनि मैले वर्ग हेरेर मानिसहरूको अनि भविष्य मैले बताउनु पर्थ्यो। अनि मलाई चिन्ता हुन्थ्यो। अब लिन आएपछि मैले के भन्ने होला, मैले भनेको कुरा मेल खान्छ कि खाँदैन होला, मलाई त्यो बिमारीसँग टक्कै मिल्छ कि मिल्दैन भनेर मलाई धेरै चिन्ता हुन्थ्यो। अनि मैले धेरै विचार गरेर बोल्नु पर्थ्यो। अनि बिमारी लिएर गयौँ। अनि अब त्यो नारी समाज थियो, नारीले त बताउँदैन। अनि ज्वरो छ भने अनि अलि छिटो फटफट हुन्छ। अनि अब नै त भने त्यो नारीले त बिमारी यस्तो छ उस्तो छ त भन्दैन। तर मैले त्यो बिमारीसँगै अनि कहिलेदेखि बिमारी भएको, अनि कहाँ घाँस काट्न जाँदाखेरि कता कता गएको थियौँ, अनि सबै कुरो त्यही बिमारीबाट अनि मैले धेरै कुरो सोधेर अनि त्यहाँबाट केही कुराहरू विचार गरेर बोल्नु पर्थ्यो। अनि म फेरि अनि वर्ग, अनि पहिल्यै हाम्रो गुरुङहरूको चाहिँ वर्ग हेर्छ। अनि वर्ग यो वर्गमा छ भने यो भन्नु, यो वर्गमा छ भने बाण फर्काउनु पर्छ भन्नु, यो वर्गमा छ भने साधु बोलाउनु पर्छ भन्नु, अनि यो वर्गमा छ भने अनि यो भन्नु भनेर सबै सिकाएर अनि राख्नुहुन्थ्यो। अनि चामल को जोखना हेर्थ्यौँ। अनि ज्वरो आयो भने यो भन्नुपर्छ, अनि फिजोर आयो भने यो भन्नुपर्छ भनेर मेरो गुरुले पहिल्यै तालिम गरेर अनि पहिल्यै सबै कुरो सिकाएर अनि पानी बनाएर राख्थ्यौँ। अनि कति कुरो चाहिँ यसरी अनि कुनै न कुनै चाहिँ अनि मिल्थ्यो। तिमी चाहिँ साधु गएछ, अनि खोलामा घाँस दाब्रा गर्न जाँदाखेरि तिमी झस्किया रहेछ, अलि बढी निन्द्रा लाग्छ होला भनेपछि अनि ठ्याक्कै मिल्न पुग्थ्यो। अनि तिमी मान्छे मरेको ठाउँमा तिमी अलि झस्किया रहेछ, तिमी अलिकति तर्सिया रहेछ, तिम्रो साधु गएछ भन्छ। मैले फेरि उसले साधु बोलाउने काम गर्थ्यो होइन। म राति साधु बोलाउन अनि नयाँ च्यानमा अनि गएर कुखुराको चल्ला लिएर चोखो पानी लिएर अनि म जानु पर्थ्यो। त्यो च्यानमा म एउटै, अनि त्यो च्यानमाथि चढेर अनि सिटी बजाएर कराएर अनि मैले अनि के जाप तन्त्र मन्त्र पढेर अनि यसरी साधु बोलाउने काम मैले गर्नुहुन्थ्यो है। त्यसै कारणले गर्दा अनि मैले मेरो जीवनमा मैले यस्तो थुप्रै यसरी मान्छेलाई झुक्याएर खाने काम अनि मैले गरेको छ। अनि मलाई याद छ, अनि नारी समातेपछि ल अब यो मान्छे जस्तो छ त्यस्तै बताइदिनु पर्यो गुरु, अनि यो मान्छे अनि दुधको दुध पानीको पानी छुटाइदिनु पर्यो अनि गुरु भनेर भन्नुहुन्थ्यो। तर म आफैले थाहा हुने थिएन त्यो मान्छे मर्छ कि अनि बाँच्छ, आफूले थाहा हुने थिएन। फेरि अनि बाँच्छु भनौँ भने नि मरिदियो भने के गर्ने, अनि मर्छु भन्यो भने फेरि बाँचिदियो भने के गर्ने, मलाई यस्तो अब के गर्ने होला भनेर मलाई धेरै चिन्ता हुन्थ्यो। अनि मलाई म चाहिँ केही नभनिकन अब म आफैले थाहा छैन, तर मैले मुन्डुमा टाको हल्लाएर राख्थ्यौँ, हात मात्रै यस्तो यस्तो गरेर अनि म जान्थ्यो। अनि पछि अनि त्यो मान्छे चाहिँ अनि मर्यो भने अनि मैले भन्थ्यो मैले अस्ति नै भने होइन, अनि केही त्यो मान्छे हुँदैन भने होइन मैले भनेर मैले यसरी टार्थ्यौँ। अनि त्यो मान्छे बाँच्यो भने फेरि अनि मैले अस्ति नै केही हुँदैन भने होइन भनेपछि फेरि अनि होइन उनीहरूले चाहिँ हो भन्थे। किनभने अनि त्यो हात मात्रै हल्लाएर राखेपछि अनि त्यसले चाहिँ जता लगे पनि हुने के, अनि जता ढल्काए पनि हुने, जता भने पनि हुन्छ। अनि होइन अनि मर्छु भन्नेतिर पनि मिल्ने, अनि मर्दैन भन्नेतिर पनि मिल्ने होइन। अनि यसरी हात हल्लाएर म निस्किनु हुन्थ्यो है। अनि त्यसै कारणले गर्दा मैले यसरी अनि समाजमा यसरी झुक्याएर खाने काम अनि ठगेर खाने काम अनि मैले धेरै पटक यसरी गर्थ्यौँ। मैले अनि उद्धार अनि मुक्ति अनि यीशुमा आएर पाएँ। अनि उद्धार मुक्ति अनि संसारमा अनि कहीँ पनि उद्धार मुक्ति छैन। अनि
प्रभु यीशुमा मात्रै पापको क्षमा छ अनि प्रभु यीशुले मात्रै उद्धार मुक्ति दिन सक्नुहुन्छ। उहाँ 2000 वर्ष अगाडि यो संसारमा मानव भएर जन्मिनु भयो, मानव भएर आउनुभयो अनि हाम्रो लागि उहाँ मर्नुभयो, हाम्रो लागि गाडिनु भयो, हाम्रो लागि उहाँ जिउँदो भएर जीवित भएर अनि स्वर्ग जानुभएको छ। त्यसै कारणले अनि यीशु बाहेक अरू कहीँ पनि उद्धार मुक्ति छैन। अनि मेरो सम्पूर्ण मेरो गुरुङ जातिहरूले अनि तपाईँहरूले प्रभु यीशु ख्रिस्टलाई विश्वास गर्नुहोस्, तपाईँले शान्ति पाउनेछ, आनन्द पाउनेछ अनि जीवन पाउनेछ। अनि उद्धार प्रभु यीशुमा मात्रै रहेछ, मुक्ति प्रभु यीशुमा मात्रै रहेछ अनि बाटो सत्य र जीवन यीशु ख्रिस्ट मात्रै रहेछ भन्ने कुरो मैले बुझेँ। म पापको दासत्वमा थिएँ, प्रभुले मलाई अनि उठाउनु भयो। एउटा पुरोहितबाट अनि पास्टर बनाउनु भयो। म साधारण अनपढ मान्छेलाई उहाँले चुन्नुभयो र यो मेरो कथा हो, मेरो विश्वासको कथा।
अनन्त जीवन पाउनलाई क्रिस्मा भर अनन्त जीवन पाउनलाई क्रिस्मा भर परे अनन्त जीवन पाउनलाई क्रिस्मा भर परे स्वर्गमा कहाँ पुगिन्छ र असल कर्म नगरे अनन्त जीवन पाउनलाई क्रिस्मा भर अनन्त जीवन पाउनलाई क्रिस्मा भर परे स्वर्गमा कहाँ पुगिन्छ र असल कर्म नगरे अनन्त जीवन पाउनलाई क्रिस्मा भर अनन्त जीवन पाउनलाई क्रिस्मा भर परे मुक्ति दिने